मेरो डाक्टरका प्रायोजक फोर्स सिमेन्ट, स्ट्रेप्सिल्स, नमस्ते अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम मेरो डाक्टरमा। हजुर, तपाईहरूको डाक्टर, हामी सबैको डाक्टर कार्यक्रम मेरो डाक्टरमा। यो कार्यक्रमलाई यहाँहरूले हरेक बिहीबार बिहान 9:30 बजे, त्यस्तै गरेर शनिबार 11:30 बजे बिहान, त्यस्तै गरेर आइतबार राति 8:30 बजे हेर्न सक्नुहुन्छ। यो कार्यक्रमलाई यहाँहरूले इमेज न्यूज एफएम 103.6 मेगाहर्जमा पनि बुधबार दिउँसो 1 बजे सुन्न सक्नुहुन्छ भने, त्यस्तै गरेर हामीलाई लगइन गरेर www.imagechannels.com मा पनि हामीलाई यो कार्यक्रम हेर्न सक्नुहुन्छ र सुन्न सक्नुहुन्छ। सदा जस्तै कार्यक्रम मेरो डाक्टरको लागि आज हामी आइपुगेका छौं नेचर केयर अस्पतालमा। यो बानेश्वर, नयाँ बानेश्वर स्थित छ। पूर्व संस्कृतिबाट प्रेरित आयुर्वेदिक उपचार विधि वा भनौं धेरै वर्ष पहिला, धेरै परापूर्व कालदेखि नै ऋषि मुनिहरूले निकाल्नु भएको यो पद्धति अहिले चाहिँ आएर धेरै ओझेलमा पनि परेको छ। तर पनि यो उजागर हुन सकेको छन्। धेरै ठाउँमा यो पद्धतिहरू, उपचार केन्द्रहरू, अस्पतालहरू नखोलिएका पनि हैन, तर पनि यो ओझेलमा छ। यो उपचार पद्धतिलाई हामी सबैले ग्रहण गर्न त्यति सजिलोसँग सकिरहेका छैनौं। आज हामी चर्चा गर्नेछौं कार्यक्रममा आयुर्वेदिक उपचार पद्धति बारे। यसको लागि हाम्रो साथ हुनुहुन्छ डाक्टर हरिशरण अर्यालजी। उहाँलाई कार्यक्रममा हामी स्वागत गर्दछौं। हजुर, स्वागत छ डाक्टर साहब। हजुर, नमस्ते। हजुर डाक्टर साहब, अब एलोप्याथीको दाँजोमा यो आयुर्वेदिक वा नेचुरोप्याथी पद्धति चाहिँ एकदमै ओझेलमा परेको छ। यसको कारण के होला? यसमा चाहिँ के हुन्छ भने, जस्तो एलोप्याथिक सेक्टरपट्टि चाहिँ जुन इन्भेस्ट गर्ने मान्छेहरू छ, उनीहरूले चाहिँ इन्भेस्ट गर्ने धेरै पैसा भएको कारणले पनि इन्भेस्ट गरेर ठुला ठुला इन्फ्रास्ट्रक्चरहरू बनाए, त्यो कारणले पनि एउटा अगाडि गयो। अर्को कुरा चाहिँ के भने, आयुर्वेदपट्टि जसले इन्भेस्ट गरे उनीहरूले थोरै थोरै मात्रै पैसा लगानी गरे, त्यो कारणले गर्दा इन्फ्रास्ट्रक्चरहरू धेरै मात्रामा डेभलप हुन सकेन। त्यो कारणले हेर्दा अहिलेको जमानामा के छ भने, मान्छेले जोसुकैले हेर्दा पनि राम्रोलाई हेर्छन् र मिठो खानेकुरा नै रोज्छन्। त्यो कारणले गर्दाखेरि इन्फ्रास्ट्रक्चरदेखि लिएर सबै कुराहरू आयुर्वेद सेक्टरमा चाहिँ सानो मात्रामा भएको कारणले पनि डेभलपमेन्टमा कम भयो, एउटा कुरा रह्यो। र अर्को कुरा के भने, जस्तो एलोप्याथीपट्टि चाहिँ वेस्टर्न मेडिसिन भन्छौँ हामी, उनीहरूले चाहिँ रिसर्च टाइम टु टाइम रिसर्च गरेका छन् र रिसर्च पेपरहरू पब्लिस गरेका छन्। यो आधारमा चाहिँ यो औषधि ठिक छ, यो औषधि ठिक छैन, अथवा यो औषधिको साइड इफेक्ट यो छ, यसको यो छ भनेर सबै कुरो पत्ता लगाएका छन्। त्यो कारणले गर्दा सबै कुरा नोन छ, छर्लङ्ग छ। त्यो कारणले गर्दाखेरि उनीहरूले डेभलप गर्न सकेका छन् अगाडि। त्यसैको कन्ट्रास्टमा चाहिँ के छ त भन्दा, आयुर्वेदपट्टि चाहिँ रिसर्चको मात्रामा चाहिँ अलिकति कमी पनि देखिएको छ। त्यो कारणले गर्दा पनि अलिकति ओझेलमा परेको हो कि, अथवा त्यसको साथमा तेस्रो नम्बर कारणमा चाहिँ सरकारले नै त्यति ध्यान दिन नसकेको हो कि, त्यो कारणले हुनसक्छ। हजुर, अब आयुर्वेदिक उपचार पद्धति चाहिँ धेरै नै, अब यसको उपचार पद्धति वा उपचार विधि वा भनौँ यसले छुने हुन्छ नि एउटा, यसको असर चाहिँ एकदमै पछि हुने, अब यो लेन्दी होइन एकदमै हुने भएको कारणले नै यसप्रति मानिसहरू आकर्षित नभएको हुन् कि? त्यो बारेमा चाहिँ के भन्नुपर्दा, जस्तो आत्यायिक अवस्था, इमर्जेन्सी कन्डिसनहरूमा चाहिँ लाइफ सेभिङमा हो एउटा कुरा, आयुर्वेदमा अलिकति कमी पनि छ। त्यसमा कम्प्लिट रूपमा पुरा हुन सकेको छैन लाइफ सेभिङको लागि। त्यो कारणले पनि हुनसक्छ इमर्जेन्सी कन्डिसनमा। तर अरू कन्डिसनहरू जस्तो प्रिभेन्ट गर्न सकिने, जुन रोगबाट बचाउनलाई सकिने प्रिभेन्टेबल डिजिजहरूको लागि त्यो हकमा हेर्दा चाहिँ आयुर्वेदिक सिस्टम नै बेस्ट छ। त्यसको लागि चाहिँ जुन लामो समयसम्म औषधि खानुपर्ने रोगहरू छन्, ती रोगहरूमा चाहिँ एलोप्याथभन्दा आयुर्वेद नै बेटर हुन्छ। किनभने एलोप्याथिक औषधिहरू केमिकल्स जुन हाम्रो शरीरमा जाँदाखेरि ती केमिकल्सहरू चाहिँ अनेक साइड इफेक्टहरू गर्छ। जस्तो हाम्रो सामान्यतया एउटा सिटामोल नै लिन सक्छौँ। हामीले ज्वरो आउँदा अथवा टाउको दुख्दा जेसुकै हुँदा पनि हामीले सामान्य सिटामोल खान्छौँ। त्यही सिटामोलले पनि अलिकति डोज अलिकति बढी भयो अथवा अलिक लामो समयहरू हामीले खाइदियौँ भने लिभरहरूलाई चाहिँ अथवा अरू अर्गानहरूलाई अथवा ग्यास्ट्राइटिस बढाएर अल्सर हुने यति धेरै समस्याहरू निकाल्न सक्छ। तर त्यसैको कन्ट्रास्टमा हेर्ने हो भने आयुर्वेदिक औषधिहरू लामो समय खाँदा पनि कोही साइड इफेक्ट गर्दैन। त्यो कारणले आत्यायिक अवस्था, इमर्जेन्सी कन्डिसन बाहेकका कन्डिसनहरूमा चाहिँ आयुर्वेदको राम्रो अवस्था छ। जस्तै डाक्टर साहब भनौँ न, अब धेरै उपचार पद्धतिहरू छ, आयुर्वेदिक छ, होमियोप्याथिक छ, नेचुरोप्याथी छ होइन, धेरै अब विभिन्न विधिहरू आइसक्यो। के त आयुर्वेदिक, नेचुरोप्याथी, होमियोप्याथी एउटै किसिमका उपचार पद्धति हुन् त? नो नो नो, यो कन्ट्रास्ट कुरा। यसमा चाहिँ के भने, जस्तो WHO वर्ल्ड हेल्थ अर्गनाइजेसनले पनि 150 भन्दा माथि पद्धतिहरूलाई चाहिँ अहिले रिकग्नाइज गरिसकेको छ। त्यो मध्ये आयुर्वेद भनेको चाहिँ हाम्रो
यो इस्टर्न साइन्स भन्छौँ हामीहरूलाई। यो चाहिँ हाम्रो इन्डिया नेपालहरूमा जुन हिन्दू कल्चर अनुसार चाहिँ वेदबाट आएको चाहिँ सिस्टम हो, ट्रिटमेन्ट सिस्टम हो यो। यसमा चाहिँ स्पेसल्ली मिनरल्सहरू तथा जडीबुटीहरूलाई चाहिँ युज गरेर विशेष रूपमा चाहिँ उपचार गरिन्छ। र होमियोप्याथको जहाँसम्म रह्यो कुरा, होमियोप्याथ नेचुरोप्याथ यिनीहरू के हो भने दे आर डिफ्रेन्ट टाइप, यिनीहरू पनि अलग प्रकारका हुन्। होमियोप्याथ भनेको पनि अर्कै प्रकारको हो। नेचुरोप्याथलाई चाहिँ आयुर्वेद अन्तर्गत नै हामीले समावेश गर्न सक्छौँ होइन, किनकि नेचुरोप्याथको प्रिन्सिपलहरू चाहिँ पछि आयुर्वेदबाट नै एउटा टुक्राको हाँगाको रूपमा चाहिँ गएको देखिन्छ। त्यो कारणले हेर्दाखेरि आयुर्वेद भनेको ठुलो समग्रमा ठुलो सिटी भयो भने अरू जस्तो नेचुरोप्याथ अथवा हाइड्रोथेरापी यस्तो जुनसुकै अरू सिस्टमहरू आएका छन् तिनीहरू चाहिँ एउटा सिटीको अन्तर्गत रहेका घरहरूको रूपमा हामीले तिनीहरूलाई डिफाइन गर्न सक्छौँ। हजुर, कस्ता किसिमका रोगहरू समस्याहरूलाई चाहिँ यो पद्धतिद्वारा निराकरण गर्न सकिन्छ? हजुर, जस्तो लामो समयसम्म औषधि खाइराख्नु पर्ने जस्तो के हुनसक्छ त ती रोगहरू भन्दा ग्यास्ट्राइटिस हुनसक्छ अथवा नसा च्यापिएको हामी साइटिका भन्छौँ होइन, हड्डी ढाडको चाहिँ हड्डी खिएको कारणले नसा च्यापिएको हुनसक्छ, अथवा बाथ हुनसक्छ, अथवा दम हुनसक्छ, अथवा प्रेसरको कारणले कुनै हुने कम्प्लिकेसन्स अथवा प्रेसरहरू नै हुनसक्छ, अथवा माइग्रेन हेडेकहरू हुनसक्छ, अथवा टेन्सनको कारणले हुने हेडेकहरू हुनसक्छ, अथवा महिनावारी सम्बन्धी गडबडीहरू हुनसक्छ, अथवा पाठेघरको समस्या हुनसक्छ, अथवा पिसाब सम्बन्धी समस्याहरू हुन्छन् जुनमा चाहिँ अलिक लङ टर्मसम्म औषधि खानुपर्ने हुन्छ। र त्यसमा चाहिँ अलि लामो समय औषधि खाँदाखेरि साइड इफेक्ट नगर्ने हिसाबले हेर्दाखेरि आयुर्वेदिक औषधिहरू बेटर हुन्छ त्यसको लागि चाहिँ। डाक्टर साहब, त्यसो भए आयुर्वेदिकमा के कस्ता किसिमका उपचार पद्धतिहरू छन् त? हामीले कसरी गर्न सक्छौँ उपचार? आयुर्वेदमा दुई किसिमको सिस्टमलाई चाहिँ ट्रिटमेन्ट पद्धति दुई किसिमका छन् भनौँ। एउटा चाहिँ औषधि खुवाएर समशमन गर्ने, एउटा रोगहरूलाई चाहिँ निको पार्ने एउटा सिस्टम छ भने अर्को पञ्चकर्मद्वारा चाहिँ सम्पूर्ण शरीरमा भएको चाहिँ विकारहरूलाई चाहिँ बाहिर निकाल्ने किसिमको दुई किसिमको चाहिँ ट्रिटमेन्ट चिकित्सा पद्धतिलाई वर्णन गरिएको पाइन्छ। त्यो अन्तर्गत हामीले एउटा औषधि खुवाएर गर्ने भयो भने अर्को पञ्चकर्म अन्तर्गत हामीले वमन गराउन सक्छौँ, इमेसिस उल्टी गराउने होइन, अनि अर्को विरेचन दिशा लगाउने गर्न सक्छौँ, दिशा पातल गराएर पेटमा भएका विकारहरूलाई निकाल्ने गर्न सक्छौँ। त्यस्तै नस्य गराउन सक्छौँ। नस्य भनेको टाउको सम्बन्धी रोगहरू छन् अथवा पिनासहरूको यिनीहरूको अन्य कारणहरू छन् भने त्यसलाई नाकबाट चाहिँ आयुर्वेदिक ट्रिटमेन्ट गरिएको तेलहरूलाई राखेर गरिने उपचार हो, नस्य गराउन सक्छौँ। त्यस्तै शिरोविरेचन गराउन सक्छौँ अर्को, अनि त्यस्तै अर्को रक्तमोक्षण गराउन सक्छौँ। रक्तमोक्षण भनेको चाहिँ अहिले मोडर्न साइन्समा पनि ब्लड लेटिङ भन्छौँ। जस्तो मोडर्न साइन्सले चाहिँ अहिले एउटा मात्रै डिजिजमा गर्छ, जस्तो यो हेमोग्लोबिन बढी भयो भनेदेखि होइन त्यो मात्रामा ब्लड लेटिङ गरेर फाँक्ने एउटा गरेको छ भने हामीले चाहिँ रगतमा विकारहरू आयो कुनै कारणले, त्यो कारणले गर्दा घाउहरू बढी मात्रामा आउने अथवा अरू पनि रोगहरू निक्लिएको छ भने त्यो कन्डिसनमा चाहिँ शरीरबाट चाहिँ रगतलाई निकालेर हामीले बाहिर फ्याँक्ने गर्छौँ। त्यसलाई चाहिँ हामीले रक्तमोक्षण भन्न सक्छौँ। यसरी समग्रमा हेर्दा दुई किसिमको चिकित्सा चाहिँ आयुर्वेदमा व्यक्त भएको देखिन्छ। हजुर, एकछिन हेरौँ। आयुर्वेदिक पद्धति अनुसार उपचार गरिने क्रममा पञ्चकर्म अन्तर्गत पर्ने यो कटी वस्ती कसरी गरिन्छ, यो के हो, यसबारे अलिकति जानकारी लिउँ। उहाँको ढाड दुख्ने समस्याको कारणले होइन हामीले पञ्चकर्म अन्तर्गत यसलाई कटी बस्ती भनिन्छ होइन। अनि त्यसको लागि हामीले मासको पिठो मुसेर यसो बनाएर अनि यसमा तेलहरू मिक्स गरेर यसमा पनि रोग अनुसार उहाँको कुन टाइपको रोग त्यसमा कुन तेल मिसाउने, कुन औषधि गर्ने भनेर तेल मिसाएर अनि ढाडमा राखेर यसरी उपचार गरिन्छ।